हेलो साथीहरू, आजको हाम्रो खाजा गफमा के छ त? अहिले हरियो मकैको सिजन छ, जताततै हरियो मकै सजिलै पाउन सकिन्छ है। अनि हजुरहरूले हरियो मकैलाई उसिनेर पोलेर त निकै खानुभएको होला। आज चाहिँ मैले यो हरियो मकैलाई चाहिँ थोरै डिफ्रेन्ट टेस्ट दिने कोसिस गरेको छु। के गरेँ भने मैले चाहिँ फर्स्टमा चाहिँ उसिनेँ नर्मली, अनि त्यसलाई चाहिँ छोडाएँ र फेरि सेकेन्ड टाइम पनि उसिनेँ। र सेकेन्ड टाइम उसिन्दा चाहिँ मैले त्यसमा थोरै दुध, चिनी, घिउ र नुन पनि राखेँ। हजुरहरूले चिनीको ठाउँमा चाहिँ ज्यागरी और डेट्स पाउडर पनि राख्न सक्नुहुन्छ, स्पेसली बच्चाहरूको लागि होइन। तर आज चाहिँ मसँग नभएको भएर चाहिँ मैले चाहिँ चिनी नै हालेर बनाएँ। अनि यसरी उसिन्दा थोरै दुध बाँकी थियो, त्यसलाई सुकुन्जेल फेरि फ्राई गर्ने। बच्चाहरूले त सधैँ मोमो चाउमिन खान खोज्छ होइन, तर हामीलाई चाहिँ अब हेल्दी दिन पाए हुन्थ्यो होइन। मिठो पनि हेल्दी पनि होस्, टेस्टी पनि चाहियो उनीहरूको लागि फेरि। अनि त्यही भएर चाहिँ मैले अलिकति डिफ्रेन्ट स्टाइलमा यो चाहिँ मकैलाई आज बनाएको छु। अनि यसरी दिएँ उनीहरूलाई। उनीहरूले एकदम मक्क परेर मिठो मानेर खाएँ है। एकदम जुसी पनि भयो, त्यो टेस्टी भयो त्यो। अनि मैले पनि टेस्ट गरेँ, एकदमै मिठो भयो। हजुर पनि ट्राई गर्नु होला, एकदमै